यसको भित्र चाहिँ एउटा ट्याङ्की छ, लगभग 20,000 लिटर जतिको ट्याङ्की होला। यत्रो पाइपबाट भित्रबाट पानी आउँछ। यत्रो पाइपको लागि यो यति धेरै बन्द गर्ने र खोल्ने, त्यो माथिको पाइपबाट तलको पाइपमा झर्ने हो, त्यहाँबाट बाहिर पानी बाँड्ने हो। यति धेरै बन्द गर्ने र खोल्ने छ। यति मात्रै नभएर यता पर पनि त्यसैबाट गएको पाइपको हो। यति धेरै सिस्टम चाहिन्छ पानीको लागि। ल हेर्नुहोस् त यो कति धेरै छ। यत्रो पाइपको पानीको सिस्टमको लागि चाहिँ यत्रो धेरै गरेर बनाउँछ। 2, 4, 6, 8 यता 8वटा, 4, 6, 7वटा यस्तो पानीको सिस्टम। यो त बाहिरको मात्रै हो, भित्र पनि छ। भित्र चाहिँ पम्पहरू खतरा छ।